एकजना सांसद भाइ बब्लुले त सिराहामा नेपाली नागरिक ज्ञानी मुखियाले 10 गजा मिचेर घर बनाएको तस्बिर देखाए। तर त्यो तस्बिर खिच्ने स्थानीय पत्रकार शम्भु यादवले भनिदिए यो फोटो मैले खिचेको हो। 10 गजा मिच्ने ज्ञानी मुखिया नेपाली होइनन्, भारतीय हुन्। उनैले 10 गजा मिचेका हुन्। अहिले सीमा अतिक्रमणको कुरा उठाउने कांग्रेस एमाले माओवादीका सांसदहरूलाई कटाक्ष गर्दै रासोपाका सांसदहरू भनिरहेका छन् एक निकम्माहरू हो, तिम्रै पालामा सीमा मिचिएको होइन, भारतले लिपुलेखमा तिमीहरूकै पालामा सडक बनाएको होइन। त्यो प्रश्नमा मेरो जवाब के छ भने तिनीहरू निकम्मा थिए, त्यो हामीलाई पनि थाहा छ, त्यो कुरा नेपाली जनतालाई पनि थाहा छ। तिनीहरू निकम्मा भयो भनेर फागुनको चुनावमा तिनीहरूलाई छानेको हो नि त। उनीहरू निकम्मा थिए, यसकारण हाम्रा प्रधानमन्त्रीले नेपालबाट भारतको सीमा मिचिएको कुरा गर्नु जायज हो, सत्य हो भन्न पाइँदैन। हुँदै नभएका प्रमाण बटुलेर प्रधानमन्त्रीको कुरा जबरजस्ती सही साबित गर्न पनि पाइँदैन। प्रधानमन्त्री बालेन्द्रले नेपालबाट भारतको सीमा मिचिएको अभिव्यक्ति दिएपछि नेपालको सधैँ कुभलो चिताउने नेपालका आतंकवादीलाई भारतले पालेर राख्दा उनीहरूका संरक्षक भएर बस्ने विशेष गरी बाबुराम भट्टराईका त पीएचडी का मेन्टर भारतीय प्रोफेसर एसडी मुनिले भारतमा हर्ष बढाई गरे। उनी ट्विटरबाट बालेन्द्र शाहलाई बधाई दिँदै खुसीले झुम उठे। एसडी मुनिले गरेको ट्विट स्क्रिनमा दर्शकहरूलाई देखाइरहेका छौं, हेर्नु होला, जहाँ उनी भन्छन् पीएम बालेन्द्र शाह बधाईका पात्र हुन्। उनले साहसपूर्वक इन्डिया नेपाल सीमा मामिलालाई एकतर्फीबाट मात्रै लिएनन्। एसडी मुनिकै पदचाप अनुसरण गर्ने नेपाली केही निशाचर बौद्धिकहरूले पनि हो सीमा दुवैतिरबाट मिचिएको छ, हिसाब बराबर, अब नेपालले आफ्नो दाबी लिनु बेकार भन्दै आफ्ना दुरात्मा दुर्नियत प्रकट गरिरहेका छन् र नेपालले भारतको सीमा मिचेको पुष्टि गर्न मेहनत गरिरहेका छन्।